सिस्टर हामी कहाँ हिँडेको भनिदिनु तर हाम्रो बनिँदै गरेको नयाँ अस्पताल हेर्न आएको तर बिचमा बाटो निर्माण कार्य भइरहेकोले गर्दाखेरि ढुङ्गा थुपारेको रहेछ। स्कुटी सिकाउनु गाह्रो भयो। उहाँहरू चाहिँ खोइ हौ अँध्यारोले अनुहार पनि देख्दै छैन त। हत्तु हरान स्कुटी यहाँ निकालेर पालै पिलो सबै। अब जाँदा चाहिँ यो बाटो जाने भनेको, आउँदा तल्लो बाटो आएको। बाटो बन्दै रहेछ र हैरान। लु है माथिदेखिको दृश्य चाहिँ हाम्रो हस्पिटलको होइन, जनताहरू फेरि यहाँ हिँड्दै जाउँ। अब स्कुटी लाने कन्डिसनै छैन। यहाँ तल कसको पक्की घर पनि दामी बनाएको रहेछ गाउँमा भए पनि। यो यता त उयो घर भएकोहरू त मिक्लाजुङै पर्छ नि। चाहिँ माथि छ बजार। यस्तो घुमेर त्यो परको बाटो घुमेर आएको। यो यता चाहिँ फाकफोक थुम्ने कता यता पार्ट्स कसको घर काकी हो यो? अब सुरुमा त लोकेसन थाहा नभएर नि बिरामीहरू आइपुग्दैन होला नि हो, टाढा टाढाको त। अब भोलि पर्सि कहाँ के हुने हो होइन, यो थाहा छैन हामीलाई। हस्पिटल चाहिँ दामी बनिँदैछ तर आइ नै पुगिँदैन होला ड्युटी गर्नु भन्ने पो भयो त बाटो देखेर त। तर बनिन्छ होला नि त पछि बाटो। ए रात पनि बेला आउँदा त अँध्यारो न अँध्यारो देखिँदैछ ट्रस्टलाई। अरे बर्खामा चाहिँ होइन छुलुकलुक हुँदै बस्नु होला नि। वालहरू लगाउँछ होला नि त अब तलदेखि। नै बाचिङ्गे काम साह्रै देख्नु भएन। भवन खेर जाला जस्तो यहाँनिर पुरै ऊ पनि गार्डन सार्डन पनि राम्रो बनेर छ। तर कुन चाहिँ गाउँको सम्पत्तिले यत्रो है त। तर अब यत्रो लगानी गरेपछि पक्कै पनि बनाउनुहुन्छ होला भन्ने आश गरौँ हामीले होइन। तर यहाँ त कति नियर पो रहेछ त, कति नजिकै नि। बर्खामा त बिरामी नै आउनु मान्दैन होला नि हो यस्तो देख्दा त। तर जे होस् भवन चाहिँ दामी छ। के अरे भनेर यो चाहिँ अब विल चेयरहरू होइन। अनि फेरि अब इमर्जेन्सी बिरामीहरूलाई पनि त अब बेडमा हालेर त सकमा आएकोहरूलाई पनि त यहीँदेखि होला नि त नि चढाउने। तर जे काम चाहिँ भइराखेको रहेछ नि त होइन। टाइल्सहरूको काम भइराखेको रहेछ। अनि सुरुमा एकैचोटि त म्यानेजमेन्ट गर्नुको लागि यत्रोलाई सामान ल्याउनु त। अनि यो चाहिँ पार्किङ होला हो यो। पछाडि हामी फाइनली हामी चाहिँ छतमा आउन सफल भएको छौँ। सास बढेर के को नखिच्यो
फाइनली आउन सफल भयौँ होइन है आमामामा हेरेक हेरेक बिस्तारै साह्रै न त झिलिक 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 नगर के हेर्नेलाई पनि रिमोट चल्छ हेर्ने त हामी नै हो होइन अब के गर्नु अब के गर्नु सिकारु भएपछि यस्तै हो गाह्रो छ सनसेट हुन आँटिसक्यो पुष्पमा घाम ताप्नु निस्किम भन्दा पनि चढेर झर्दै बिरामी यो त वाडहरू हो किनभने यो ठुल्ठुलो छ नि त होइन नि उयो कहाँ परको मैले देखेको थिएँ हौ नर्सिङ स्टेसन त ए मुनि पो छ त त्यस्तो ओपनवाला त कि तलै हो अब भोलि पर्सि आउँछ होला नि त यो हो यो हो भनेर रुमै पिछेको होइन यहाँ चाहिँ टाइल्सहरू लाउँछ कि लाउँदैन नि यो यसमा यहाँ त भर्सेको लाउँदैन होला त्यो चिप्लिन्छ भनेर चिप्लिने हेर्नु त ग्यारेक ग्यारेकवाला हुन्छ नि हो त्यस्तो लाउँछ होला कि म त यस्तोमा देखेको छु यो चाहिँ माथिको तल चाहिँ क्वार्टर अरे तर पसेर हेर्नु नै भ्याइएन रात परेर यहाँ रहेछ इस्यो माथिको त्यो चाहिँ क्वार्टर अरे अब चाहिँ हामी फर्केको रात परिसक्यो आऊ छु त क्वार्टर हेर है त्यहाँ माथि